नस् है अनि के गर्ने गर झ्याङ्ग गर्ने के पनि गर्नु परेन नि ठ्याक्क गरेर ठोकेछ भने रोलिङ एक्सन बिस्तारो मतिर हेर्नु 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 खुट्टा ठुक्यो सरी सरी म्यानेज गरेर जानुपर्छ म पर्ने फोकस अनि उठ्ने जाने फोकस त्यो फ्रेमभरि नै फोकस चाहिन्छ तपाईँको रोलिङ एक्सन बिस्तारो फर्किनु अब बिस्तारो फर्किनु बिस्तारो फर्किनु ल त्यहीँ बस्नु म हेरेर रोलिङ एक्सन मेरो जीवनको ग्रहण बनाउन आइज बुझिस् तना 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 पीडा रुनु कति रोको चाहिँ अब म मसँग खिच्छु म गएको रौ म नआइज है अहिले म त्यहाँ एक्जिट भएपछि आउने हो नि रोलिङ एक्सन तँलाई कचोटि भनेको मेरो जिन्दगीमा ग्रहण बनाउन आइज भनेर हाम्रो चार्ज कट म त्यत्रो गएको थिएँ रोलिङ एक्सन मेरो जीवनमा ग्रहण बनाउन आइज बुझिस् रुनु 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 गरिसक्यो ल तपाईँ लजाएर बस्नु अहिले जस्तै हो क्यामेरा एक्सन मीरा तिमी मेरो जीवनमा आयो म एकदमै खुसी छु मैले सोचेको पनि थिइनँ तिमी जस्तो राम्रो केटी मेरो जीवनमा आउँछ भनेर म त सधैँ सोच्थेँ आमाले खोज्नुभएको केटी आमाले हेर्नुभएको केटी कस्ती छे भनेर तर ठ्याक्कै पूर्णिमाको जुन जस्तै रहेछौ तिमी आज म आफूले आफूलाई एकदमै भाग्यमानी सोचिरहेको छु जीवनभर तिमी मलाई साथ दियौ म पनि मेरो अन्तिम साससम्म तिमीलाई साथ दिन्छु आज हाम्रो मिलनको रात सुहाग रात गयो के गयो रोलिङ एक्सन मीरा तिमी मेरो जीवनमा आयो म एकदमै खुसी छु मैले सोचेको पनि थिएन तिमी जस्तो राम्रो केटी मेरो जीवनमा आउँछौ भनेर म त सधैँ सोच्थेँ आमाले रोजेको केटी आमाले हेर्नुभएको केटी कस्ती छे भनेर तर तिमी त ठ्याक्कै पूर्णिमाको जुन जस्तै रहेछ मीरा जीवनको अन्तिम समयसम्म तिमीले मलाई साथ दिनु मेरो जीवनको अन्तिम साससम्म म पनि तिमीलाई साथ दिन्छु आज हाम्रो मिलनको रात सुहाग रात तिमी र म एक हुने रात
अब आउट फ्रेम आउट कर फ्रेम आउट कर Rolling. एक्सन त अब आमाको श्रीमती भएर बस ए आमाको बुहारी लिऊ Rolling. एक्सन त अब यो घरमा आमाको बुहारी भएर बस मेरो श्रीमती त कहिले पनि बन्न सक्दिनस् कहिले पनि बन्न सक्दिनस् कट आइज यहाँ चाहियो आँसु चाहियो माधव दिदी रेडी है Rolling. एक्सन रुनु 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 र त्यहाँ हेर्दा आइज पिँढै पुगेन म्याम तपाईँको अनुहारमा त्यो खुप्पा Rolling. एक्सन
ल पुग्छ फोटो खिच्दै रोइरहेको Action. Rolling. Action. Rolling. Action. ल पुग्छ कम्पोजिट यो सेन्ड नम्बर राख्नु क्यामेरा रोलिङ एक्सन आज हाम्रो घरमा लक्ष्मीको रूपमा बुहारी बितिँदैछन् लक्ष्मी गयो नि फेरि ल बोल जे आउँछ त्यही बोल लक्ष्मीको रूपमा बुहारी ल रोलिङ एक्सन आज हाम्रो घरमा लक्ष्मीको आगमन हुँदैछ लक्ष्मी जस्तो बुहारी बितिँदैछन् मलाई लाग्छ हाम्रो घर मेरी बुहारीले स्वर्ग बनाउँछिन् आऊ बुहारी जाऊँ भित्र आहा दिदीलाई खुसी नपारिकन कसरी भित्र छिर्न पाउँछस् एक्सन आज हाम्रो घरमा लक्ष्मीको आगमन हुँदैछ लक्ष्मीले आफै छोपिन् होइन रोलिङ झन् ठुलो पो लाग्छ त हावा पनि ल क्यामेरा ल ल एक्सन आज हाम्रो घरमा लक्ष्मीको आगमन हुँदैछ लक्ष्मी जस्तो बुहारी भित्राउँदैछु अब मलाई लाग्छ यो घर मेरी बुहारीले स्वर्ग गराउने छिन् भन्ने मलाई पुरा विश्वास छ आऊ बुहारी मात्र भन् क्यामेरा एक्सन आऊ बुहारी भित्र जाऊ रोलिङ एक्सन न ल अब त पुग्छ होला नि यस ल भयो त अब बाटो छोडिदियो छोड्यो भनेपछि मात्र छोड्नु पहिल्यै छोड्नु भयो ल रोलिङ पुग्यो न ल अब त पुग्यो होला नि यस भयो त बाटो छोडिदिए आऊ बुहारी भित्र जाऊ ल ठिक छ गन्दाको भइसक्यो ल आइज हामी ल एक्सन कट 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 रोलिङ एक्सन ल अरू दियो बालौँ ल एक पाइला पढ्यो रोलिङ एक्सन
ल कट दौडेर आइ समाएर लानुभएको थियो मलाई सँगै। एक्सन यस्तै छ नि एक्सन कट मोसन आउने सर्रै आउने बाबु सर्रै आउने मोसन एक्सन साइलेन्स एक्सन बुहारी आज तिमी यो घरमा भित्रिएर होला अघि पछि भन्दा यो घर उज्यालो भएको छ र अर्को कुरा मेरो छोरालाई र यो घरलाई खुसी राख्नेछौ भन्ने मलाई पुरा आशा छ पुरा विश्वास छ एक्सन बुहारी आज तिमी यो घरमा भित्रिएर होला उज्यालो भएको छ र मेरो छोरालाई र भएन नि आज तिमी यो घरमा भित्रै एक्सन बुहारी आज तिमी यो घरमा भित्रिएर होला अघि पछि भन्दा आज हाम्रो यो घर धेरै उज्यालो भएको छ र मेरो छोरालाई र यो घरलाई धेरै माया गर्छु भन्ने मलाई पुरा आशा छ एक्सन एक्सन घट अशोक दाई बोलेको हुन्छ हुन्छ दाई लिऊ अशोक दाई लिऊ अशोक दाई एक्सन आमा त आज बाहिरै जानुभएछ पूजा गर्न म हाम्रो मम्मीलाई जति टेन्सन त म हाम्रो भएर ल लिऊ म हाम्रो भयो नि औषधि एक पोको बोकेर हिँड्नुपर्छ एक्सन आज त आमा बाहिरै जानुभएछ पूजा गर्न हाम्रो मम्मीलाई जति टेन्सन त कसलाई हुन्छ र दुनियाँ दस्तरी मान्छेहरूको टेन्सन लिएर बस्नुहुन्छ त्यही भएर उहाँलाई साह्रै गाह्रो हुन्छ गाह्रो मात्र होइन औषधिको पोको बोकेर हिँड्नुपर्छ भाइलाई हेरिरहेछ दुवैजनाले उता तिमीले दिदीलाई हेरिरहेछ एक्सन आखिर त्यो जान चाहिँ कहाँ गयो होला त भाइलाई हेरिरहेछ दुवैजनाले उता तिमीले दिदीलाई हेरिरहेछ एक्सन आखिर त्यो जान चाहिँ कहाँ गयो होला त तपाईँ पछाडि भनेको थिएँ सुन्नु भयो नि पछाडि आउने त्यो अगाडि आए भाइले दिदीलाई हेरिरहेछ दिदीले पनि भाइलाई रिसाएर हेरिरहेछ एक्सन जान चाहिँ त्यो कहाँ गयो होला त भाउजू आइपुग्नु भयो तपाईँ आमाले त कुन बेला भाइले बोल्छ होला भाइलाई मात्रै भाइ दिदी भाइको हेराएर एक्सन आखिर त्यो जान चाहिँ कहाँ गयो होला त भाउजू आइपुग्नु भयो तपाईँ
कहाँ हुनुहुन्थ्यो रातभरि? भर्खर बिहे गरेको यसले त साउन्ड त जस्तै भयो। कति लडाएको यार। रोलिङ। दिदीभाइ हेर एक्सन। आखिर त्यो जान चाहिँ कहाँ गयो होला त? भाउजू आइपुग्नु भयो तपाईँ? कहाँ हुनुहुन्थ्यो रातभरि? भर्खर बिहा भएको केटी मान्छे कहाँ हराएको रातभरि? तिम्रो कारणले घरमा सबैलाई टेन्सन भएन? बिगारे मेरो जिब्रो लहर गरे। हो यार 15 मिनटमा सक्छु भने। रोलिङ। एक्सन। आखिर त्यो जान चाहिँ कहाँ गयो होला त? भाउजू आइपुग्नु भयो तपाईँ? कहाँ हुनुहुन्थ्यो रातभरि? भर्खर बिहे गरेको केटी मान्छे रातभरि कहाँ हरा कि? घरमा सबैजनालाई टेन्सन भएन यहाँ? अब अयो के हो? थाक्यो यार। रोलिङ। दिदीभाइ हेर रिस तिमीलाई रिस। एक्सन। आखिर त्यो जान चाहिँ कहाँ गयो होला त? भाउजू आइपुग्नु भयो? कहाँ हुनुहुन्थ्यो रातभरि? भर्खरै बिहा भएको केटी मान्छे रातभरि कहाँ हरा कि? रोलिङ। एक्सन। पहिले हात गयो। मेरो हात पहिला गयो। रोलिङ। रिस रिस। एक्सन। ल थप्पड भएन यहाँ क्यामेरा नदेऊ। रोलिङ। सबैसँग तनाव। एक्सन। तपाईँको पुगेन। तपाईँलाई एकदमै सबैलाई यो मेजर क्यामेरा। रोलिङ। एक्सन। फेरि चाहिँ ल आइज त क्यामेरा हेर्छु एकचोटि अनि अर्को सर्ट। ल बाबा साइलेन्स। रोलिङ। एकैछिन जान लाग्यो जाऊ। रोलिङ। एक्सन। जे मुखमा आयो त्यही नबोल। बुहारीलाई यो घरमा भित्राको 3 दिन भएको छैन, तथा नाम दिन्छेस्? अलिकति पनि तँलाई लाज लाग्दैन? बरु कहाँ गएको थिए, कुन अवस्थामा थिए, अलिकति सोच्ने तँलाई अक्कल आउँदैन? अनि कहाँ गयो कि रहेछ तामा? सबले दिदीलाई हेरिरहेको छ। रोलिङ। एक्सन। जे मुखमा आयो त्यही नबोल। बुहारी भित्रेको 3 दिन भएको छैन, तथा नाम दिन्छेस्? भन्छेस् हो? नाम त दिएकी छ। रोलिङ। एक्सन। जे मुखमा आयो त्यही नबोल। बुहारी भित्रेको 3 दिन भएको छैन, तथा नाम दिन्छेस्? फेरि भन्छेस् भयो। यिनलाई एकछिन कुटौँ त। दिने होइन। रोलिङ। एक्सन। जे मुखमा आयो त्यही नबोल। बुहारी भित्रेको 3 दिन भएको छैन, तथा नाम भन्छेस्? फेरि भन्छेस् भयो। चाहिएको त्यही हो। रोलिङ। एक्सन। जे मुखमा आयो त्यही नबोल। बुहारी भित्रेको 3 दिन भएको छैन। तपाईँको हेर्दाखेरि उहाँले भन्दाखेरि यो त तथा नाम भन्छेस्? भन्छेस्? एक्सन। जे मुखमा आयो त्यही नबोल। बुहारी भित्रेको 3 दिन भएको छैन, जे पाए त्यही भन्छेस्? तँलाई अलिकति पनि लाज लाग्दैन होइन? सरी म त रुके जस्तो लाग्छ। छोडे जस्तो लाग्यो तपाईँ। सरी मेरो मिस्टेक। त्यही भन्छेस् भन्छ है त। ल राम्रो आयो त। रोलिङ। एक्सन। जे मुखमा आयो त्यही नबोल। बुहारी भित्रेको 3 दिन भएको छैन, जे पाए त्यही भन्छेस्? तँलाई अलिकति लाज पनि लाग्दैन होइन? बरु कहाँ गयो थिए, के गरे थिए, कस्तो अवस्थामा थिए भनेर अलिकति सोच। आमा कहाँ गयो रहेछ रातभरि? कट अझ एक्सप्रेसन दिइरहेको छु।
एक्सन जे पाए त्यही नबोल। बुहारी भित्रेको 3 दिन भएको छैन, नाना भाती भन्ने तँलाई अलिकति लाज पनि लाग्दैन? बरु कहाँ गएको थिए, कस्तो अवस्थामा थिए भन्ने कुरा सोच। आमा रातभरि उ कहाँ गइरहेछ? यति भन नि त, मुख छैन तिमीलाई बोल्ने ठाउँ दिँदा बोल्दिन। प्लेन आउनु है मलाई डाइरेक्टरले 15 टेक 45 एक्सन। मलाई मेरो संस्कारप्रति पुरा विश्वास छ। मलाई हेर्नु भएको छ, सबैजनाले आमाले हेर्नु भएको छ। एक्सन म प्रति मलाई पुरा विश्वास छ। मलाई एक्सन मलाई मेरो संस्कार कति बिग्रे अप्ठ्यारो पनि बोल्नु ल है। एक्सन मलाई मेरो संस्कारप्रति पुरा विश्वास छ। बुहारी जाउँ माथि गएर कपडा फेर फ्रेस हो। छोरी बुहारीलाई भोक लागेको होला, जाऊ खाना पकाऊ र तातो पानी पनि लैदिऊ। लगिदेऊ होइन नि। एक्सन मलाई मेरो संस्कारप्रति पुरा विश्वास छ। अब उता बोल्नु नि त बुवा। ए मेरो त त्यही हो, तपाईँलाई संस्कारप्रति यो मलाई राम्रो होइन नि त। म एक्सन मलाई मेरो संस्कारप्रति पुरा विश्वास छ। के हो बाबा? एक्सन मलाई मेरो संस्कारप्रति पुरा विश्वास छ। बुहारी? सरी तपाईँ मलाई नै हेरेर बस्नु, मलाई बोले राम्रो रहेछ है, ट्यालेन्ट चाहिँ हो। एक्सन मलाई मेरो संस्कारप्रति पुरा विश्वास छ। बुहारी जाऊ माथि गएर कपडा फेर फ्रेस हो। बुहारीलाई भोक लाग्यो होला, जा खाना पका, तातो पानी पनि तता जाऊ। जाऊ भने फेरि एक्सन मलाई मेरो संस्कारप्रति पुरा विश्वास छ। बुहारी जाऊ माथि कपडा फेर फ्रेस हो। बुहारीलाई भोक लागेको होला, जा खाना पका, पहिले तातो पानी तता। के गर्नु? रोलिङ एक्सन तिमी छौ र त त्यस्तै छ नि त। आउनु तपाईँ मलाई छुनु अहिले राम्रो हुन्छ, बल्ल तल सबै राम्रो हुन्छ कि, बुझ्यौ नि कुरा? समाउनु नि है, यहाँ ज्याकेट छ म ज्याकेट झोकाल्न पाउँछु। रोलिङ तिमी कति राम्री छौ नि, तिमी राम्री भएर त मलाई पनि झाँगर आउँछ। कट हेर्छु है, एक सौभाग्य भनेर रोलिङ एक्सन। कति खुसी लाग्छ नि तिमी आऊ मेरो हात समाऊ अनि म तिमीसँग खुसी भएर जिन्दगी बिताउँछु। आउनु ल, कहाँ गएको? यस्तै हो कि यो डाइलेक्ट बस्ने होइन, आउनु न। रोलिङ आज अशोक दाइले बिहान नाटक गर्दा अझ झन्डै दियो। यस्तो केही नभन्नु ल, त्यसो म त्यो पनि भन्नु। रोलिङ आमाले कर गरेर बिहे गरेर के भयो, म त तिमीलाई माया गर्छु नि। यता हेर्नु गएतिर हेर्नु। कट एउटा टाइटमा एउटा फेस लिउँ ल। यही ड्रेसको कन्टिन्यू माइतमा रोलिङ नस है, अनि के गर्ने? गर झ्याङ्ग गर्ने, केही पनि गर्नु परेन नि, ठ्याक्क गरेर ठोकिन्छ त। रोलिङ एक्सन बिस्तारो मतिर हेर्नु हेर्नु हेर्नु, खुट्टा ठुक्कियो। सरी म्यानेज गरेर जानुपर्छ। मुख पर्ने फोकस होइन, उठ्ने टाइम फोकस, त्यो फ्रेमभरि नै फोकस चाहिन्छ तपाईँको। रोलिङ एक्सन बिस्तारो फर्किनु, अब बिस्तारो फर्किनु।
ल त्यहीँ बस्नु म हेरेर त्यहीँ बसिरह न। टेन्सन नलिनु रोलिङ एक्सन बाबु बिहानै निस्किस् त ढिलो भयो आमै ए टकाउनु भयो रोलिङ एक्सन बाबु बिहानै निस्किस् त बुहारीलाई लिन जान लाएको हो लिन अलिक क्लियर नगरे हो हँ बुहारीले लिन लिन ल्याउन भन्नुभयो रोलिङ एक्सन बाबु बिहानै निस्किस् त बुहारीलाई लिन जान लाएको हो ओ गड अब केही काम नपाएर त्यसलाई लाने ल्याउने काम गरेर बस्छु होला म मेरो इम्पोर्टेन्ट काम छ त्यहीँ जानु लाग्यो ल हुन्छ भन्ने होइन बुढी म रोलिङ एक्सन तर आमा तर सर केही होइन मैले भनेको खुर्क मान जा बुहारीलाई लिएर आइज यो मेरो आदेश हो ल ल घाममा अलिकति घट्यो त भाइ लिम रोलिङ एक्सन बढ्यो त फेरि फेरि बढ्यो ठिक रोलिङ तर आमा तर सर केही होइन जा मैले भनेको मान खुर्क गएर बुहारीलाई लिएर आइज यो मेरो आदेश हो ल ल जान्छु तपाईँको जिद्दीको अगाडि कसको के लाग्छ अरे ल ल भयो राम्रोसँग जा ल ओके डन